नमस्कार सबैजनालाई। आज हामी नायब सुब्बा नमुना प्रश्नोत्तर गर्न गइरहेका छौँ ब्रह्माण्ड सम्बन्धी जानकारीबाट। प्रश्न नम्बर 1, बिग ब्याङ थ्योरी निम्नलिखित मध्ये केसँग सम्बन्धित छ? अप्सन नम्बर ए महाद्वीपीय विस्थापन, अप्सन नम्बर बी ब्रह्माण्डको उत्पत्ति, अप्सन नम्बर सी हिमालयको उत्पत्ति, अप्सन नम्बर डी ज्वालामुखी विस्फोट। हाम्रो सही उत्तर रहेको छ ब्रह्माण्डको उत्पत्ति, अप्सन नम्बर बी। प्रश्न नम्बर 2, ताराहरूको रङले के सङ्केत गर्दछ? अप्सन नम्बर ए सूर्यदेखिको दूरी, अप्सन नम्बर बी पृथ्वीदेखिको दूरी, अप्सन नम्बर सी तापमान, अप्सन नम्बर डी प्रकाश। हाम्रो सही उत्तर रहेको छ तापमान, अप्सन नम्बर सी। प्रश्न नम्बर 3, ताराको कारण निम्नमध्ये कुन खगोलीय घटना हुन्छ? अप्सन नम्बर ए ओजोन, अप्सन नम्बर बी कालो छिद्र, अप्सन नम्बर सी इन्द्रेणी, अप्सन नम्बर डी धूमकेतु। हाम्रो सही उत्तर रहेको छ कालो छिद्र, अप्सन नम्बर बी। प्रश्न नम्बर 4, ब्ल्याक होलको सिद्धान्त निम्नमध्ये कसले दिएका हुन्? अप्सन नम्बर ए सीवी रमन, अप्सन नम्बर बी एच जे भाभा, अप्सन नम्बर सी एस चन्द्रशेखर, अप्सन नम्बर डी हरगोविन्द खुराना। हाम्रो सही उत्तर रहेको छ अप्सन नम्बर बी एच जे भाभा। प्रश्न नम्बर 5, कालो छिद्र शब्दको प्रथम प्रयोगकर्ता को हुन्? अप्सन नम्बर ए जोन व्हेलर, अप्सन नम्बर बी ग्यालिलियो, अप्सन नम्बर सी न्युटन, अप्सन नम्बर डी स्टेफन हकिङ। हाम्रो सही उत्तर रहेको छ अप्सन नम्बर ए जोन व्हेलर। प्रश्न नम्बर 6, सौर्यमण्डलभन्दा बाहिरको सबैभन्दा चम्किलो तारा कुन हो? अप्सन नम्बर ए साइरस वा डग स्टार, अप्सन नम्बर बी प्रोक्सिमा सेन्चुरी, अप्सन नम्बर सी अल्फा सेन्चुरी, अप्सन नम्बर डी बीटा सेन्चुरी। हाम्रो सही उत्तर रहेको छ साइरस वा डग स्टार, अप्सन नम्बर ए। प्रश्न नम्बर 7, चन्द्रमाको सबैभन्दा उच्च पहाडको नाम के हो? अप्सन नम्बर ए लिबनिटज पर्वत, अप्सन नम्बर बी सेलियस पर्वत, अप्सन नम्बर सी हेलियस पर्वत, अप्सन नम्बर डी ग्यालेक्सी पर्वत। हाम्रो सही उत्तर रहेको छ अप्सन नम्बर सी हेलियस पर्वत। प्रश्न नम्बर 8, हालसम्म खोज भएका तारामण्डलमध्ये सबैभन्दा ठुलो तारामण्डल कुन हो? अप्सन नम्बर ए हाइड्रा, अप्सन नम्बर बी उर्सा मेजर, अप्सन नम्बर सी उर्सा माइनर, अप्सन नम्बर डी ओरिओन। हाम्रो सही उत्तर रहेको छ अप्सन नम्बर ए हाइड्रा। प्रश्न नम्बर 9, कसले पृथ्वी सम्पूर्ण ब्रह्माण्डको केन्द्र हो भनेका छन्? अप्सन नम्बर ए ग्यालिलियो, अप्सन नम्बर बी टाल्मी, अप्सन नम्बर सी गिआर्डिनो ब्रुनो, अप्सन नम्बर डी रोमर। हाम्रो सही उत्तर रहेको छ अप्सन नम्बर बी टाल्मी। प्रश्न नम्बर 10, डायमन्ड रिङको घटना कुन समयमा उत्पन्न हुन्छ? अप्सन नम्बर ए सूर्य ग्रहणको समय, अप्सन नम्बर बी चन्द्र ग्रहणको समय, अप्सन नम्बर सी पूर्णिमाको दिन, अप्सन नम्बर डी औँसीको दिन। यसको सही उत्तर रहेको छ पूर्णिमाको दिन, अप्सन नम्बर सी। प्रश्न नम्बर 11, पृथ्वी आफ्नो अक्षमा कसरी घुम्दछ? अप्सन नम्बर ए पूर्वबाट पश्चिम, अप्सन नम्बर बी पश्चिमबाट पूर्व, अप्सन नम्बर सी उत्तरबाट दक्षिण, अप्सन नम्बर डी दक्षिणबाट उत्तर। हाम्रो सही उत्तर रहेको छ अप्सन नम्बर बी पश्चिमबाट पूर्व। प्रश्न नम्बर 12, विज्ञानको कुन क्षेत्रमा हवाई ड्वार्फ
को बारेमा जान्न पाइन्छ? अप्सन नम्बर ए कृषि, अप्सन नम्बर बी खगोलशास्त्र, अप्सन नम्बर सी जेनेटिक्स, अप्सन नम्बर डी एन्थ्रोपोलोजी। हाम्रो सही उत्तर रहेको छ खगोलशास्त्र, अप्सन नम्बर बी। प्रश्न नम्बर 13, सुपरनोभा के हो? अप्सन नम्बर ए पुच्छ्रे तारा, अप्सन नम्बर बी उपग्रह, अप्सन नम्बर सी विस्फोटी तारा, अप्सन नम्बर डी ब्ल्याक होल। हाम्रो सही उत्तर रहेको छ अप्सन नम्बर सी विस्फोटी तारा। प्रश्न नम्बर 14, पल्सार के हो? अप्सन नम्बर ए पृथ्वीको नजिकको तारा, अप्सन नम्बर बी पृथ्वीको टाढाको तारा, अप्सन नम्बर सी छिटो छिटो घुम्ने तारा, अप्सन नम्बर डी उच्च तापक्रम भएको तारा। हाम्रो सही उत्तर रहेको छ अप्सन नम्बर सी छिटो छिटो घुम्ने तारा। प्रश्न नम्बर 15, ताराहरूको बीचको दूरी नाप्ने एकाइ कुन हो? अप्सन नम्बर ए कस्मिक किलोमिटर, अप्सन नम्बर बी स्टेलर मिल, अप्सन नम्बर सी ग्यालेक्टिक एकाइ, अप्सन नम्बर डी प्रकाश वर्ष। हाम्रो सही उत्तर रहेको छ कस्मिक किलोमिटर, अप्सन नम्बर ए। प्रश्न नम्बर 16, रातो जोडा मिलाउनुहोस्। रातो ग्रह, हरियो ग्रह, पहेँलो